हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो 2074 ब्याच एससी ब्याचको यहाँ केटाहरूलाई भेटेर गेट टुगेदर भइरहेछ। हाम्रो स्कुल भ्रमण भइराखेको छ। हाम्रो स्कुल कस्तो बन्यो र के बन्यो भनेर हाम्रो केटाहरू हाम्रो साथमा हुनुहुन्छ। यहाँ पुष्कर दुलाल दुई शब्द केही भन्दै हुनुहुन्छ हाम्रो पुष्कर दुलाल। खतम बनाएछ स्कुल। क्या कहना चाह रहे हैं भाई आप? अनि हाम्रो यहाँ साथमा हुनुहुन्छ प्रजल कार्की उर्फ औडा अल्सो टक्कर। अनि खेर यता साथमा हुनुहुन्छ हाम्रो मकुन्द सापकोटा। अनि अहिले चाहिँ हामी यहाँ हाम्रो होस्टेल भ्रमण भइराखेको छ। होस्टेलमा आइसकेको छौँ। यो चाहिँ नयाँ बिल्डिङ बनेको छ। म पनि साथीलाई चाहिँ बन्जाडा राखेको बिल्डिङ जस्तो लाग्यो अरे। हामी आइसकेको छौँ हाम्रो स्कुल भ्रमणमा। र यो चाहिँ के को बिल्डिङ बनाएको? यो चाहिँ सब बन्जाडा राख्ने त्यो सुकुम्बासीहरु रिका यस्तो त नभन्दैन यार। यस्तो त भन्न सुहाएन नि हाम्रो केटाहरूले। यो चाहिँ हामी पानी खाने कल हो। पानी आउँदैन कलमा। पहिले चाहिँ हामी यही कलमा पानी खान्थ्यौँ। अनि उतातिर हाम्रो टोयलेट थियो। त्यो टोयलेट चाहिँ नरहेछ। यो चाहिँ होस्टेल हो होइन। होस्टेलमा को बस्नु भएको थियो। होस्टेल पनि हेर्नु होला यादगार हजुरहरूलाई। यता पनि नयाँ बिल्डिङ बनेको रहेछ स्कुल पछाडि पनि। अनि जति पनि हाम्रो ब्याजमा पढ्नु भएको साथीहरूलाई एउटा सम्झनाको साथमा म भिडियो बनाएर अब ब्लग बनाएर हालिरहेको छु होइन। यहाँ के अरे बजेटको पैसा खाने मात्र काम भइरहेको छ नि। के बोले भाइ? अब के बोले के छ थाहा बोले? कसैले भने के गर्छस् त नि? के हाम्रो प्रजल सरले पनि केही दुई शब्द राखिदिनु भयो यहाँ स्कुलको बारेमा। यो केहीमा नमिल्ने मान्छे चाहिँ यो है पुष्कर दुलाल भन्ने उर्फ दुलो। टोयलेटमा घर बनाएछ नि त्यहाँ। एउटै बनायो राम्रो बनायो। अब यहाँ पहिला अनि स्कुलै छुट्टै छ त नि। 360 भ्युज। अनि हाम्रो श्री नवजीवन विद्याश्रम हायर सेकेन्डरी स्कुलको। अनि यो चाहिँ हामी पढेको बिल्डिङ होइन होइन। यो चाहिँ पुरानो बिल्डिङ भत्काएर नयाँ बिल्डिङ बनाएको हो। यसमा हाम्रो केटाहरू भ्रमण गरिराखेको छन्। केटाहरू दुःख पोखिराखेको छन् यो बिल्डिङ भएन भनेर। अलि पुरानो जस्तो भएन अरे। उनीहरूलाई चाहिँ अब पुरानै बिल्डिङ चाहिँ राम्रो लागिरहेछ भनेर भनिराख्नु भएको छ। अब सबैको कुरा सुनिदिने चाहिँ हाम्रो यहाँ स्वर्गीय श्री प्रेम दयाल प्रधान हुनुहुन्छ। उहाँले नै स्थापना गर्नुभएको यो स्कुल भनेर चाहिँ होइन। यहाँ मूर्ति सुर्ती छ। उहाँ चाहिँ हाम्रो स्कुलको फाउन्डर भनौँ न। श्री नवजीवनको फाउन्डर हो। र यो चाहिँ सबै त्यो सरस्वती माताको मन्दिर रहेको छ। यतापट्टि फिल्ड पनि रहेको छ। अहिले क्रिकेट खेलिराख्नु भएको छ होइन हाम्रो भाइहरू। अनि यहाँ ग्राउन्डमा चाहिँ पुरै घाँस भएर। अरू केही भन्नु छ त स्कुलको बारेमा? सालीको बारेमा भन्नु न। ल भन् ल। छैन त के सबै फुट्या त। अब यस्तै त हो नि। के गर्ने त अब कसैले हेरचाह नगरेपछि। भन्न ल के भन्नु छ प्रजल? केही छैन। तस्बिर आफै बोल्छ भनेर घुमेर देखा नि। ल त्यो त हो तस्बिर आफै बोल्छ। यहाँनिरको स्थापना यहाँ हाम्रो व्यवस्था ध्यान दिनुपर्ने धेरै ध्यान दिनुपर्ने भएको छ। स्कुल मात्रै बनाएर चाहिँ भएन होइन। हाम्रो यहाँ अलि उयो मान्छे फाउन्डर भनौँ न हाम्रो त अब त्यो पनि गर्नु पऱ्यो क्या। उहाँलाई पनि अलि व्यवस्थित गरेरै बनाउनु पऱ्यो। यस्तो छ हेर्नु यो बस्ने ठाउँ पनि यतिको चाहिँ भएन। यो चाहिँ सबैले कम्प्लेन गर्नु पऱ्यो है सबैले। स्कुल त अब ठिकै छ यस्तै हो। तर यो चाहिँ भएन ल हाम्रो।
हामीले त्यत्रो वर्ष पढ्दा पनि त्यस्तो हुन्थ्यो ढोकाको बाहिर हेर्न बोल्ने दे तकलीफ हुआ बेचारे को म प्रि नर्सरीदेखि पढेर हाम्रो 10 पास झरेको थियो यहाँ चाहिँ भित्तै झर्छ के अरे साइडबाट पुरै म यहाँदेखि पढेर यस्तो रिङ्गे हानेर उल्टा गएको हो त्यो बिल्डिङमा पुरानो त बल्दै रह्यो पढेन नि यहीँदेखि पढायो हो कि हामी यहाँबाट यस्तो पढेर यस्तो हामी कहिले माथि चढ्ने भन्थ्यो फोकी फाइभमा माथि थियो अनि एकचोटि माथि पनि गयो नि माथि यस्तो दाजुले पढायो माथि पनि पढायो नि कम्प्युटर ल्याएको रेशा म्यामले माइ नेम इज पुष्प दुला लेख्न सिकायो सक्यो 6 मा कि 7 बाल एकचोटि छोको कम्प्युटर 5 क्लासमा माइ नेम इज पुष्प ल जाउँ कम्प्युटर सिक्यो केही भन्नु छैन नि अब हाम्रो के अनि हाम्रो साथीहरूलाई अब हाम्रो ब्याचको साथीहरूलाई के पैसा डोनेट गर यो बिल्डिङ फेरि अर्को बनाउनु त्यस्तो होइन अब यो स्कुलमा डोनेट गरेर हुनेवाला केही छैन यो जग्गा डोनेट गर्ने स्कुल डोनेट चुप जग्गा डोनेट गर्ने स्कुल डोनेट गर्ने मान्छेको हालत त यहाँ यस्तो छ भनेदेखि हेर यहाँ यो बस उयो ठाउँ हेर यहाँ केही छ व्यवस्थित छ यहाँ यो भएन यो चाहिँ भएन है यो सबै कुरामा मलाई चित्त बुझ्यो ल स्कुल यस्तो बनायो ल ठिक छ बनायो ल तर यो चाहिँ भएन हाम्रो फाउन्डरलाई यसरी यहाँनिर यो बिजोग पारेर यसरी राख्नु चाहिँ भएन ल ग्राउन्ड ठिक छ घाँस छ ल केही छैन यो अहिले छुट्टी छ हो तर यो भएन यार यो जहाँ पनि बिल्डिङ छ 1 लाख रुपियाँ पनि लाग्दैन होला यसमा यति यो खर्च गर्न सकेन हाम्रो स्कुलले रुन मन लाग्यो मलाई गाई साँच्चीकै भन्नुपर्दा रुन मन लाग्यो यार मलाई साँच्चीकै भनेको यार देखो मैं रो नहीं रहा हूँ स्कुलको हालत देखेर होइन हाम्रो फाउन्डरको हालत देखेर नो आई एम क्राइङ नाउ ल हामी चाहिँ यति भन्दै आजको हाम्रो 4 जना गेट टुगेदर हामी सकाउन गइरहेको छौँ मेरे को जाना पड़ेगा होइन सबैजनाले मेरो भिडियोलाई चाहिँ राम्रो भ्युज र राम्रो कमेन्टहरू दिनु होला अनि यस्तै गेट टुगेदरहरू साथीहरूसँग गर्नु मन छ भनेदेखि भुवन ब्लग 51 मा कमेन्ट गर्नु होला हाम्रो ब्याचको केटाहरू कता हुनुहुन्छ सबैजना भेटेर एकचोटि राम्रोसँग गेट टुगेदर गरेर चाहिँ होइन हाम्रो रमाइलो चाहिँ गर्नुपर्छ धेरै वर्ष भइसक्यो 2074 मा भनेपछि त अब कति वर्ष भयो हो मकुन्द 74 भनेपछि कति वर्ष भयो त हाम्रो 8 वर्ष भइसक्यो हामी बिछडेको पनि सबैजना चाहिँ अब भेट्नुपर्छ है ल